कहिले सोच्नु भएको छ कुनै बेला पूरै कोठा भरिने कम्प्युटर आज हाम्रो हातमा कसरी आयो? यो त साँच्चै गजबको यात्रा हो नि, होइन र? ल आउनुहोस्, सँगै मिलेर कम्प्युटरको पुस्ता पुस्ताको यो रोमाञ्चक कथालाई निहालौं। हामी दिनौं यति शक्तिशाली कम्प्युटरहरू चलाउँछौं, तर एकछिन रोकिएर सोचौं त यो सब सुरु कहाँबाट भयो होला? ती सुरुवाती कम्प्युटरहरू साँच्चै कस्ता थिए होलान्? हाम्रो खोजी ठ्याक्कै यहीँबाट सुरु हुन्छ। कम्प्युटरको यो विकासको कथालाई जेनेरेसन अर्थात् पुस्तामा बाँडेर हेर्न सकिन्छ। अनि हरेक पुस्ता भनेको सामान्य सुधार मात्रै होइन नि, यो त एउटा क्रान्तिकारी फड्को हो। हरेक जेनेरेसनले कम्प्युटरलाई झन सानो, छिटो र हाम्रो कल्पनाभन्दा पनि शक्तिशाली बनाउँदै लग्यो। ल हेर्नुहोस्, यो हो हाम्रो यात्राको एउटा सानो नक्सा। हामी सुरु गर्छौं 1940 को दशकको पहिलो पुस्ताबाट, अनि एक एक गर्दै अहिलेको 5औं पुस्तासम्म आइपुग्छौं। अनि भविष्यमा के होला भनेर पनि अलिकति कुरा गर्छौं। ल सुरु गरिहालौं है त। लौ अब समयमा अलि पछाडि फर्काउँ है, एकदमै सुरुवाती दिनहरूमा। कल्पना गरौँ त, कम्प्युटरहरू यति ठूला थिए कि पूरै कोठा नै ओगट्थे, अनि तिनलाई चलाउन त वैज्ञानिकहरूको एउटा सिङ्गै टिम चाहिने। इनियाक र युनिभ्याक जस्ता नाम सुन्दा त अचम्म लाग्छ, तर ती सुरुवाती मसिनहरूमा समस्याको चाङ नै थियो। सोच्नुस् त, एकदमै ढिलो चल्ने, कोठालाई भट्टी जस्तै तातो बनाउने, अनि असाध्यै महँगो। आखिर यस्तो किन भयो त? के थियो त समस्या? जवाफ लुकेको थियो यही उपकरणमा, भ्याक्युम ट्युब। यी सिसाका बल्ब जस्ता देखिने कमजोर चिजहरूले बिजुलीको करेन्टलाई कन्ट्रोल गर्थे। पहिलो पुस्ताका कम्प्युटरहरू हजारौं यस्तै भ्याक्युम ट्युबले बनेका थिए, अनि तिनैले गर्दा कम्प्युटरहरू कम भरपर्दो, काम गर्न ढिलो अनि एकदमै धेरै तातो फाल्ने खालका थिए। अब एउटा कुरा त छर्लङ्गै थियो, भ्याक्युम ट्युबको भरमा कम्प्युटिङको भविष्य थिएन। केही न केही त नयाँ, एकदमै क्रान्तिकारी समाधान चाहियो। अनि त्यो समाधान आयो दोस्रो पुस्तामा। र यो हो दोस्रो पुस्ताको हिरो, ट्रान्जिस्टर। यसले काम त भ्याक्युम ट्युबकै गर्थ्यो, तर हरेक हिसाबले कैयौं गुणा राम्रो थियो। सानो, छिटो, बढी भरपर्दो अनि एकदमै कम तातो फाल्ने। वाह! यहाँ हेर्दा त सबै कुरा छर्लङ्ग हुन्छ नि, होइन? एकातिर भ्याक्युम ट्युबको ढिलो र तातो जमाना, अर्कोतिर ट्रान्जिस्टरको छिटो र चिसो जमाना। भन्नुपर्दा यो एउटा परिवर्तन नै कम्प्युटिङको इतिहासको सबैभन्दा ठूलो फड्कोमध्ये एक थियो। तर कथा यहाँ सकिएको थिएन। ट्रान्जिस्टरको आविष्कार त केवल सुरुवात मात्रै थियो। त्यसपछिका 2 पुस्ताले कम्प्युटरलाई अझै सानो बनाउने कामलाई पुरै नयाँ लेभलमा पुर्याए। अनि त्यसैले नै आज हामीले चलाउने पर्सनल कम्प्युटरको जग बसाल्यो। तेस्रो पुस्ताको क्रान्ति थियो इन्टिग्रेटेड सर्किट अर्थात् आइसी। अब सोचौं त, हजारौं छुट्टा-छुट्टै ट्रान्जिस्टरलाई जोड्नु कति झन्झट होला। तर आइसीले के गर्यो भने ती सबैलाई एउटै सानो चिपमा प्याक गरिदियो। यसले गर्दा कम्प्युटरहरूले एकैचोटि धेरै काम गर्न सक्ने भए, जसलाई मल्टिप्रोग्रामिङ भनिन्छ। तर इन्जिनियरहरू यतिमा मात्रै रोकिएनन्। उनीहरूले सोचे कि हामीले हजारौं ट्रान्जिस्टर मात्रै होइन, कम्प्युटरको पुरै दिमाग नै एउटै चिपमा राख्न सक्छौं। यही प्रश्नले चौथो पुस्ताको जन्म गरायो। र जवाफ आयो माइक्रोप्रोसेसर। कम्प्युटरको पुरै दिमाग, यानि सीपीयू, एउटै सानो चिपमा। इन्टेल 4004 जस्ता सुरुवाती चिपहरूले नै आजको पर्सनल कम्प्युटरको लागि ढोका खोलिदिए। माइक्रोप्रोसेसरले ल्याएको परिवर्तन त साँच्चै क्रान्तिकारी थियो। यसले कम्प्युटरलाई यति सस्तो, छिटो र सानो बनाइदियो कि ती हाम्रो घरको टेबलमा र झोलामा समेत अट्न थाले। पीसी र ल्यापटपको युग ठ्याक्कै यहीँबाट सुरु भयो। ल अब अलिकति वर्तमानतिर आउँ है, र भविष्यतिर पनि हेरौं। चौथो पुस्ताले हामीलाई पर्सनल कम्प्युटर दियो, तर 5औं पुस्ताको लक्ष्य भनेको ती कम्प्युटरलाई बुद्धिमान बनाउनु हो। हामी अहिले यही 5औं पुस्तामा बाँचिरहेका छौं। अबको लक्ष्य डाटालाई छिटो चलाउनु मात्रै होइन। अबको युग त यस्तो कम्प्युटर बनाउने हो जसले आफै सिक्न सकोस्, सोच्न सकोस् अनि हामीसँग कुराकानी पनि गर्न सकोस्। यो सबै कमाल हो आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई को। यसमा मुख्य प्रविधिहरू भनेकै एआई र क्वान्टम कम्प्युटिङ जस्ता अवधारणाहरू हुन्।
यसमा मेमोरीको लागि एकदमै एडभान्स्ड माइक्रोचिपहरू र विशेष एआई भाषाहरू प्रयोग हुन्छन्। हामी यसको प्रयोग कहाँ देख्छौँ त? एआईबाट चल्ने रोबोटहरूमा, ठूला सुपर कम्प्युटरहरूमा अनि हामीले दिनहुँ कुरा गर्ने स्मार्ट एसिस्टेन्टहरूमा। कहाँ कोठा जत्रो ढिलो मसिन, कहाँ आजको बुद्धिमान सिस्टम। कस्तो गजबको यात्रा होइन त? ल अब यो पुरै यात्रालाई एकचोटि सर्र संक्षिप्तमा हेरौँ है। यो तालिकाले सबै कुरालाई छर्लङ्ग पार्छ। हेर्नुस् त, हरेक पुस्ताले अघिल्लोको समस्यालाई समाधान गर्दै गयो। पहिलो पुस्ताका भ्याक्युम ट्युबहरू तातो र ढिलो थिए, दोस्रो पुस्तामा ट्रान्जिस्टरले त्यसलाई समाधान गर्यो। छुट्टा पार्ट पूर्जाहरू झन्झटिला थिए, तेस्रो पुस्ताको इन्टिग्रेटेड सर्किटले तिनलाई एउटैमा ल्यायो। अनि चौथो पुस्ताको माइक्रो प्रोसेसरले त पुरै दिमाग नै एउटै चिपमा हालिदियो। र आज हामी पाँचौं पुस्तामा एआई सञ्चालित संसारमा छौं। ट्रेन्ड एकदमै क्लियर छ, सानो, छिटो, सस्तो र झन स्मार्ट। भ्याकुम ट्युबदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्ससम्मको यो यात्रा साँच्चै नै अचम्म लाग्दो छ। तर यो कथा यहीँ सकिँदैन। अब के होला त? सोच्नुस् त, कुन चाहिँ नयाँ प्रविधिले छैठौं पुस्तालाई चिनाउला र हाम्रो संसारलाई फेरि एकपटक पुरै बदलिदेला।